त्यसपछि लाइन काटेर गोली चलाएको अन्धाधुन लगभग 25-30 राउन्ड त्यो कुरामा हामी सबैको ध्यान आकर्षण हुनुपर्छ र त्यो गोली जुन निकालिएको छ त्यसको सत्य तथ्य छानबिन हुनु पर्यो। हिन्दू धर्मावलम्बीलाई मात्र 10 जनालाई गोली लागेको छ। मुस्लिम समुदायबाट कसैलाई केही भएको छैन। त्यसकारण डीजे बजाउनुको कारण डीजेबाट के बम बारुद गोली चल्छ डीजेबाट? हामी डीजे चलाउँछौँ तर मुस्लिम समुदायको मस्जिदहरू के भन्छ मस्जिदहरूमा बिहान बेलुका डेली तपाईको हर्न लगाएर नमाज पढ्ने हुन्छ तर हामी विरोध गर्दैनौँ। गुण्डाराज चलाउँदैछ गुण्डाराज। यदि बन्द हुन्छ भने सबैको बन्द हुनु पर्यो यो हाम्रो माग हो। हात हतियार गनाएको मस्जिदबाट उ बोल न। जब गोली सिडिओले भन्दैछ हामी गोली चलाएन त गोली चलायो कसले? त्यो गोलीको त्यो बन्दुकको छानबिन हुनु जरुरी छ। हामी अहिले बर्जु गाउँपालिकाको भीमपुर वडा नम्बर 2 बाट छौँ र ती देवानगञ्जमा घटेको घटनाप्रति हामी ती शहीदप्रति ती ज्यान गुमाएको परिवारप्रति हामी हार्दिक श्रद्धाञ्जली व्यक्त पनि गर्दछौँ र अहिलेको सरकारलाई कडाभन्दा कडा चेतावनी हामी दिँदैछौँ कि सत्य तथ्यको छानबिन भएन भने योभन्दा उग्र रूप हुन्छ भनेर हामी जानकारी गराउन चाहन्छौँ। यदि गोली चलायो एसपी सिडिओले भन्दैछ हामी चलायो कसले? यही मुस्लिम समुदायबाट गोली चलेको छ र त्यो एरिया भनेको तस्करको सबभन्दा ठुलो लाइन हो, माफिया हो। त्यो सबैलाई थाहा छ। त्यहाँको तस्कर कसले चलाउँछ त्यो सबैलाई थाहा छ। त्यो गोली